कागजी कार्यक्रमको दस्तावेज समयमा देखाइएकै छ। दोस्रो हरफ छ पुराना पुस्तकले सुसज्जित पुस्तकालय छ, पुस्तकालय कर्मचारी छैन। अनुदानमा प्राप्त बिग्रेको कम्प्युटरहरू छन्, बनाउने दक्ष कर्मचारी छैन। स्रोत साधनले सम्पन्न विद्यालयमा पनि दूरदृष्टि भएको अधिकारी छैन। प्राप्त योजनाका लागि पनि समयमा सामग्रीहरू ल्याइदिने व्यापारी छैन। तेस्रो हरफ फ्यान र बल्ब जडान भएकै छ, तर त्यो चल्नलाई बत्ती छैन। राउटर सबैतिर छँदैछ, तर काम हुने जति नेटको गति छैन। बजेट पनि पाइएकै छ, तर सोचे जति विद्यालयमा प्रगति छैन। मन पढी काम गरेकै छ, केवल राम्रो कार्यका लागि अनुमति छैन। चौथो हरफ छ कतै घन्टी नै पुरा नगरी मालामाल प्रको कथा छ, कतै दिनमा 7 घन्टीले पीडित शिक्षकको व्यथा छ, कतै कतै शिक्षकले बसी बसी तलब पाएको अवस्था छ, कतै 1 घन्टी नै नलिने नियमको व्यवस्था छ। अब यो 4वटा भए, अझै 2वटा छ। गुणस्तर सुधारको नाममा नगरले गरेको सरुवाको के लाभ? यदि विद्यालयमा करार शिक्षक नै भई बनेछ नला, निवृत्तलाई शाखामा राख्नले शिक्षामा कति क्रान्ति ल्याउँछ र शिक्षकको वृत्ति विकास बिना गुणस्तरमा अभिवृद्धि आउँछ र? अन्तिम लास्ट हरफ छ शैक्षिक गुणस्तर सुधारको अन्तर्वार्ता दिनु पत्रिकाको खबरमा। प्राथमिकतामा छैन शिक्षा ऐन जस्तो कानुन सांसदको नजरमा। शिक्षकको योग्यता हुनु पर्यो रे स्नातक र स्नातकोत्तर डिग्री पास, तलब मान चाहिँ सुपार अधिकृत भन्दा बढीको गर्नुहुन्न।